सुन्नुहोस् न, जाल थोरै खोलाउन है। कानमा ठोकिन आइपुगेको न्यानो तथा अपरिचित आवाजले निन्द्रा बिथोलिदियो। हुन्छ, थोरै खोल्नुहोस् न, मैले स्वीकृतिको स्वरमा नम्र आवाज फर्काएँ। उनले सहजताको साथ जाल खोलिन् अनि थोरै सहजताको साथ अगाडि सरिन्। मैले पूर्ववत मुद्रामा बसको सिटमा पिठ्यु सोझाएँ। अगाडिको निन्द्रा गुमनाम भइसकेको थियो। बस आफ्नै रफ्तारमा गुडिरहेको थियो। बसभित्रका मानिसहरू आफ्नै धुनमा मस्त थिए। मधुर लाइट परावर्तित भएर उनको मुहारमा ठोकिएर अनौठो बिम्ब मेरो मनमा परेको थियो। नजिकै बसेकी अपरिचित पूर्ण युवतीले मेरो मनमा अनौठो तरङ्ग उत्पन्न गरिदिएको थियो। बोल्नको लागि अतिरिक्त साहस जुटाउनु पर्ने थिएन। अघि नै उनले सुरु गरिसकेकी थिइन्। सुन्नुहोस् न, कहाँबाट चढ्नु भएको? ए म कलङ्कीबाट। थाहा पाउनु भएन कि कसो? होइन, गाडीमा चढ्ने बित्तिकै निदै हालेछु, होस् नै भएन। भन्दै उनी आफ्नो सुरमा लागिन्। अनि कहाँ पुग्ने तपाईँ? अनि किन रात्रि बसमा त? मेरो जपुईमा चढ्न नपाउँदै उनले बुटुल भनिन्। काठमाडौँमा काम विशेषले आएको मेरो घर बुटुल हो। माइती पाल्पा तानसेन बजारमा नै पर्दछ भन्दै आफ्नो सविस्तार बताइन्। मेरो पनि काम विशेषले एक औषधि हिँडेको बताउँदै कुराकानीलाई जोड्ने प्रयास गरे। बाहिर रात चेपिँदै थियो। चुक कोप्टाएको निस्पष्ट अँध्यारोले वातावरण पूर्ण निशामा परिणत भएको थियो। बसभित्र बालिएको निलो बत्तीको प्रकाशले उनले लगाएको निलो साडीमा परावर्तित भएर म पारदर्शी भएको थिएँ। सलक्क परेको जिउँडाल, बसभित्रको उज्यालोसँग बलेका आँखा अनि चम्किलो अनुहारले म मोहित भएको थिएँ। म अविवाहित युवक, उनी विवाहित नारी, एउटा पूर्ण महिला। रातको समय, बसभित्र सबै निदाइसकेका। बेतमास कुरेको गाडी। नचाहेर पनि गाडीको तुफानी हावा उनीतिर बग्थ्यो। तातो भएर मतिर ठोकिन आइपुग्थ्यो। सिलिक्क परेका केशराशिहरू मतिर फर्कन्थे। मस्त जवानीका साथ मलाई उन्मुक्त जिस्काउँथ्यो। फेरि अर्को हावाको झोकासँगै उनीतिरै फर्कन्थे। उनको र मेरो शारीरिक दूरी केही इन्चको फरकमा थियो। कहिलेकाहीँ गाडीले उनलाई मुलायम स्पर्श गर्ने मौका चुराइदिन्थ्यो। सहयोग मिल्थ्यो। त्यो बखत म निकै बेर उनीसँगै टाँस्युझै हुन्थेँ। उनी कुनै प्रतिक्रिया जनाउनथिन्, तर मलाई उनी थोरै पर हटेको अनुभूति हुन्थ्यो। हजुरको श्रीमान के गर्नुहुन्छ नि? मैले कुराकानीको सिलसिलालाई जोड्न चाहेँ। मलेसिया जानुभएको 2 वर्ष भयो। मैले पुनः कुराकानीलाई निरन्तरता दिएँ। बिहे गरेको कति वर्ष भयो? त्यस्तै 2 वर्ष भयो, उनले निराश मुद्रामा बताउँथिन्। अनि कतिको सम्पर्क गर्नुहुन्छ? घर परिवारमा के कस्तो छ? म अझ कुराकानीलाई अगाडि बढाउँथेँ। त्यस्तै त हो नि, पहिला त नेमी जसो हुन्थ्यो, तर अहिले त्यति हुँदैन, उनले आँखी भकुम्च्याउँथिन् र निधारमा आएको कपाल पन्छ्याउँदै भन्थिन्। उनको पुष्ट तथा चौडा छाती, कसिलो जिउडालले म उनीप्रति लपिसकेको थिएँ। मदिरा तथा उनको स्पर्श र बोलीको मधुरताले म आकर्षित भइसकेको थिएँ। बेला बखत उनले पनि मलाई आँखा घुमाएर हेर्थिन्। म पनि टाँसिएर पर सर्थेँ। कुराकानीको सिलसिला जारी नै थियो। कुनै कुरामा उनले आफ्नो हात मेरो तिघ्रामा राखिन्। त्यही मौका पारेर मैले पनि मेरो हात उनको हातमाथि राखिदिएँ। उनले कुनै प्रतिक्रिया जनाइनन्। म अझ अगाडि बढेर उनको गुम्मा टाउको अडाइसै गरे। उनले अगाडि सरेर अझै सहज बनाइदिन्।
मौन स्वीकृति प्रदान गरिन्। उनी विवाहित हुनाले परिपक्व थिइन्। छिट्टै म प्रति आकर्षित भएकी उनको अपिल म बुझ्न सक्ने भइसकेको थिएँ। अनि बिस्तारै मतर्फ सरिन्। अनिदायको बाहनामा थिए। उनले नजानिदो पाराले मेरो कपाल मुसार्न थालिन्। म श्वास नफेरेको तालमा उनको स्पर्श आस्वादन गरिरहेको थिएँ। उनी अझै अगाडि बढिन् र जथाभावी स्पर्श गर्न थालिन्। उनको यस प्रकारको स्पर्शले मैले आफूले सम्हाल्ने सक्ने अवस्था रहेन। मैले पनि हात अगाडि बढाएँ। पुष्ट बच्चा स्थलमाथि कब्जा समाए। दुवै हात उनको बच्चा स्थल वरपर दगुराउन थाले। यसबाट उनी निकै तरङ्गित भइन्। रापिलो बनिन्। मनको भरभराउँदो यौवनको दहमा पौडिन थालिसकेको थिए। उनले पनि मेरो सबै अङ्ग प्रत्यङ्गमा कब्जा जमाइसकेकी थिइन्। केही बेरको स्पर्श पछाडि उनी शिथिल भइन्। तैपनि उनले मेरो अङ्ग प्रत्यङ्गमा स्पर्श गरि नै रहिन्। मैले पनि उनको लगाएको स्वेटर र साडीभित्र नै हात पसाएर उनको स्त्रीत्वको भोजन गरिरहेको थिएँ। यस प्रकारको क्रम धेरै बेर रहन पाएन। योभन्दा अगाडि बढेर कुनै क्रियाकलाप गर्न हामीलाई कठिनाइ थियो। अचानक बत्ती बल्यो। मुक्लिन आइपुगेछ। बस रोकियो। सबै यात्रु खाना खान उत्रिए। मैले हामी पनि उत्रिने कि भनेर सोधेँ। उनले नउत्रने जवाब दिइन्। सबै यात्रु उत्रिएको मौका पारेर उनी भने अझै बेग्लै हाउभाउ देखाउन थाले। म पनि तयार थिएँ। उनले जे गरिन् त्यो चुपचाप सहे। आग्रह मुताबिक नै उनको अङ्ग प्रत्यङ्गमा खेले। मन्द मन्द गतिमा उनको सासको लयमा फेरि सबै यात्रु फर्किए। धेरैले हामीलाई निहालेनन्। सायद श्रीमान श्रीमती भन्ठानेर होला। केही बेर पछि बत्ती निभ्यो। त्यो क्रमको सुरुवात पुनः सुरु भयो। बाहिर छिटपुट उज्यालाका दर्शाहरू देखा पर्न थाले। खलासीले कौसदी बोल्यो। उनको अँगालोबाट फुत्किएर जानुपर्ने भयो। मैले उनको शरीरबाट हात निकालेँ। उनको नम्बर मागेँ। मोबाइलमा नम्बर सेभ गरेँ। काठमाडौँ आएपछि पुनः भेट्ने र अधुरी इच्छा पुरा गर्ने बाचा गर्दै बिदा भए। उनी ननीको मान्दै मलाई निहाली रहिन्। हुन सक्छ उनको आँखामा आउन्जेल